हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ दिनभरिमा मैले के गरेँ त। फर्स्टमा त उठ्ने बित्तिकै मर्निङ वाक गएँ, त्यसपछि आएर ब्रस गरेर पानी खाएँ, अनि खाजा बनाउनका लागि चाहिँ आँटा लिएर आएँ, अनि भाँडा धुने साउन पनि सकेँ, त्यो पनि ल्याएँ। आजको खाजामा चाहिँ रहेको छ प्यानकेक, नेपाली स्टाइलमा गिलो रोटी। मेरो बाबुलाई चाहिँ मैले गाईको दुध र हर्लिक्ससँग दिएँ भनेदेखि हामीले चाहिँ चियासँग खायौँ। प्लेटिङ हेर्नु न, फेरि मेरो यहाँ प्लेटिङ हल्का फोटोग्राफी यति गर्दै चाहिँ फेरि बाबुलाई स्कुल पुर्याउने बेला भइसकेको थियो क्या। उसलाई रेडी गरेर स्कुल जाउँ भन्दा मान्दैन, खेलेकै। अनि स्कुटीमा पनि आफै चढ्नुपर्ने, हेर्नु न बाठो भएर। केटाको स्माइलै काफी छ। स्कुल पनि पुगिसक्यो, अनि स्कुल पछाडिको भ्यू हेर्नु न, म तपाईँहरूलाई देखाउँछु। कस्तो राम्रो देखेको क्या, हरियो धानमा कति राम्रो देखेको। वाउ। बाबुलाई स्कुलबाट पुर्याएर आइसकेपछि खाना बनाएँ मैले, अनि डन्ठे निगुरोको अचार कस्तो मिठो क्या, हेर्नु न, त्यो पनि मैसँग। प्लेटिङ त त्यस्तै छ। फेरि खाना खाइसकेपछि चाहिँ मेरो चक्लेट बुकेको अर्डर थियो, अनि चक्लेट बुके बनाउन थालेँ। यो चाहिँ चक्लेट बुके बनाउने प्रोसेस हो, हेर्नु न। अब एकैचोटि बुके हेरौँ ल, क्या खतरा भएको थियो, कति राम्रो भएको थियो। ओ माई गड, कास के गर्नु, मलाई कसैले दिएन त्यतिखेर, बुके न चक्लेट बुके। छोराको पनि स्कुल छुट्टी भइसक्यो, ह्याप्पी हुँदै घर फर्किँदैछ नक्कले। स्कुलबाट आएपछि चाहिँ उसलाई मैले बनाना दिएँ। उसको चाहिँ फेभरेट फ्रुट्स हो क्या बनाना। उसले जति पनि खान सक्छ, तर म त्यति दिन्न, लिमिटले मात्रै दिन्छु। यति खेलिसकेपछि चाहिँ ऊ चाहिँ मस्त निदायो क्या, सुत्यो आनन्दले। आजलाई यति नै। हजुरहरूले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई। भोलि भेटौँला भोलिको ब्लगमा।